दर्शकवृन्द, यदि तपाईको मोबाइल हरायो भने अर्को मोबाइलबाट तपाईले त्यस हराएको मोबाइललाई कसरी ट्र्याक गर्न सक्नुहुन्छ। यदि तपाईलाई थाहा छैन भने यो भिडियो तपाईको लागि उपयोगी हुनेछ। यो भिडियोलाई तपाईले सुरुदेखि अन्तसम्म हेर्नुहोला। त्यसको लागि तपाईहरुले दुईटा अप्सन चुज गर्न सक्नुहुन्छ। पहिलो रहेको छ सेटिङमा गएर तपाईले फाइन्ड माई डिभाइस भनेर एउटा अप्सन आउँछ, त्यहाँ क्लिक गरेर पनि तपाईले खोज्न सक्नुहुन्छ भने अर्को छ एप्स है, जो एप्स गुगलले नै दिएको छ। यो तपाईले यदि तपाईको मोबाइलमा छैन भने तपाईले प्ले स्टोरमा गएर पनि तपाईले डाउनलोड गर्न सक्नुहुन्छ है त। र मेरोमा अलरेडी छ यो फाइन्ड माई डिभाइस। म क्लिक गर्दैछु यहाँनिर। यस्तो प्रकारले यहाँनिर युज पिन अनि फिंगरप्रिन्ट भनेर आउँछ। म फिंगरप्रिन्ट लगाएँ यहाँनिर र यहाँनिर खोलिएको छ। र विशेष ध्यान दिनुपर्ने कुरो के छ भने यदि तपाईको फोन हराएको छ है, यो तपाईले अर्को मोबाइलबाट गर्दै हुनुहुन्छ भने कस्तो प्रकारले गर्नुपर्छ भने यहाँ माथि जानुहोस्। यहाँ माथि एउटा इमेल आईडी को अप्सन आउँछ है, अनि यहाँ क्लिक गर्नुहोस् अनि यहाँनिर एड अनदर अकाउन्ट भनेर आउँछ। हेर्नुहोस् है त, यहाँ एड अनदर अकाउन्ट आइसकेपछि तपाईहरुले हराएको मोबाइलमा तपाईहरुले जुन इमेल आईडी युज गर्नु भएको थियो त्यो इमेल आईडी अनि पासवर्ड लगाएर यहाँनिर तपाईले साइन इन गर्नुपर्छ। त्यस पश्चात तपाईको जुन हराएको मोबाइल यसरी यहाँ देखाउनेछ। हेर्नुहोस् है त, यहाँनिर यो फोन जुन युज गर्दैछु त्यो फोन हो रेडमी नोट 13 प्रो है। र यो कहाँनिर छ, यो फिलहाल अहिले यो फोन कहाँनिर छ भन्दा यहाँ सर्च गर्दा अब हेर्नुहोस् है अलरेडी देखाइहाल्छ। यहाँनिर जहाँ म अहिले घरमै छु, यो घरमा नै, हाम्रो घर छेउमा नै, यो मतलब घरमा नै देखाएको छ। सौरिनी बस्ती देखाउँदैछ हैन। यहाँ हेर्नुहोस् है त, यसरी तपाईले जुम गरेर पनि हेर्नु सक्नुहुन्छ। यस्तो प्रकारले यो यहाँ रहेको छ, यो धाप परिसर हो। त्यहाँबाट अलिकति अगाडि पछि यहाँ दोकान छ, दोकानदेखि अलिकति पर हाम्रो घर छ, यहाँ देख्दैछ। यहाँनिर म छु। र यस्तो प्रकारले यदि तपाईको मोबाइल फोन हराएको छ भने त्यस हराएको फोनमा जुन इमेल आईडी तपाईले युज गर्नु भएको छ त्यस इमेल आईडीले तपाईहरुले अरूको फोनबाट लगइन गरेर आफ्नो हराएको मोबाइल फोन कहाँनिर छ भनेर तपाईहरुले खोज्न सक्नुहुन्छ। र त दर्शकबिन, कस्तो लाग्यो यो भिडियो? यदि भिडियो राम्रो लाग्यो भने अवश्य पनि शेयर गर्नुहोला, कमेन्ट गर्नुहोला अनि लाइक पनि गरिदिनु होला। अनि यस्तै भिडियोको लागि तपाईहरुले मलाई फलो गर्नुहोला। धन्यवाद।